हामी चाहिँ केराबारी वार्ड नम्बर 10 मा पर्ने यो भ्यू केराबारी सबै देखिने ठाउँ। यसलाई पहिले चाहिँ रातमाई डाँडा भनेर चिनिन्थ्यो हामी पुरानो मान्छेहरू चाहिँ, अहिले चाहिँ लभ डाँडा भनेर चिनिन्छ। केराबारीको सबै भ्यू देख्ने ठाउँ छ यो। आन्तरिक पर्यटक र बाहिरी पर्यटक आउने ठाउँ, घुमफिर गर्न आउने राम्रो ठाउँ छ यो। सबैजना आउजान गर्नुहुन्छ र आज हामी पनि घुमफिर गर्न आएका छौँ। यहाँ मेरो साथीभाइहरू पनि आउनु भएको छ घुमफिर गर्नलाई, मेरो भाइ बहिनीहरू आउनु भएको छ घुम्नलाई। हामी पनि माथि लागेको छ। यात्रा चाहिँ आज हाम्रो कहाँसम्म अरे हाम्रो भक्टेनीसम्म थियो, त्यहाँदेखि उँभो पनि कहाँ जान सकिन्छ। आज मेला पुरो छ, मेला हो अरे। मम्मी उहाँ टिका लाउने म नेपाल मगर सङ्घ केराबारी गाउँ कार्य समितिका उपाध्यक्ष श्री कमल घले मगरज्यूलाई हार्दिक अनुरोध गर्दछु। कृपया तपाईँहरू भाइ बहिनीहरू यहाँ अगाडि हुनुभएका भाइ बहिनीहरू अलिकति एकैछिन कार्यक्रम सुरु हुँदाखेरि अलिकति उता बसिदिनु हुनको लागि सहभागी